हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु आवर च्यानल। हजुर आज हामीहरू आज छ अलि ल है त साथीहरू, यहाँ हाम्रो रूपक ब्रो, करण, निरोज, सोजन, हामी सबजना आज होइन हाम्रो एउटा आज अब अलिकति इम्पोर्टेन्टै भनौँ, यो पहिलो हाम्रो आउटगोइङ म्याच हो होइन। हामीले योभन्दा पहिला अब यस्तो बाहिर गएर यताउता खेलेको थिएनौँ, यो फर्स्ट टाइम हो होइन। अब आज चाहिँ हाम्रो कहाँ हो भन्दाखेरि हामी भकुन्डेबाट टक्क 5 खालको लागि होइन, हाम्रो फर्स्ट म्याचको लागि सबैजना जाँदैछौँ। बाटो धेरै लामो थिएन, त्यही भएर हामी हिँडेरै जाने निर्णय गऱ्यो होइन त रूपक ब्रो। अब हेरौँ न जाँदा कति टाइम लाग्छ, ज्यादा थोरै टाइम लाग्यो भने त्यतिकै आइदिने नि। अनि अब हामी अब हिँडेरै विचारमा छौँ, सबजना गइरहेको छौँ। धेरै टाइम लाग्यो भने बढीमा लाग्यो 1.5 घन्टा हो। अब हामी अब ठिक छ लागिरहेको छौँ आफ्नै काममा, हेरौँ न अब कस्तो हुन्छ। अब हामीहरू होइन गाइस हिँडेर अब बाटो चाहिँ पुग्नै थाल्यो होइन, तर सोचे भन्दा अलिक ठुलै रहेछ बाटो अलिकति होइन। 1 घन्टा होइन 1.5 जति चाहिँ लाग्ला कि भन्ने जस्तो भयो। अनि अब चाहिँ हामी यहाँ एउटा जङ्गलको बाटोमा ठ्याक्क आइपुगेको छौँ, साथीहरू पछाडि आउँदैछन्। अब यो भिडियो पुरै अब हेर्नु होला, लास्टमा क्रिकेटको भिडियो हाल्छु, यस्तो मजा आउँछ, तपाईँहरूले पनि आएको पुरै हेर्दै गर्नु होला। अनि रमाइलो पनि अब हजुर ए हस्, यहाँ आज हाम्रो पुरै भिडियो पुरै हुन्छ क्या यहाँ। अब यहाँ क्रिकेटको भिडियोदेखि लिएर सब हुन्छ यहाँ मेरोमा ल होइन त गाइस। अब हामी यहाँ गइरहेको छ, अब ठिकै हो जानुपर्छ, पुग्नै थालिसक्यो, अब धेरै टाइम छैन, अब लागे 45 मिनट जति। ल है त अब हामी म बिचमा बनाइरहन्छु, अब एकैचोटि बनायो भने भिडियो लामो होला गाइस होइन। भर्खर चाहिँ हामी यहाँ 5 खालको पोल्ट्री क्वारेन्टाइन एरिया जुन छ नि त्यहाँ आइपुग्यो। यहाँ चाहिँ अलिकति ठुलै फार्म रहेछ कि, पोल्ट्री फार्म रहेछ ठुलो। हो त्यो म तपाईँहरूलाई भिडियो नै हाल्ने, त्यहाँ देख्ने भयो होला, मैले स्क्रिनमा राखिदिएको छु साइडमा। यस्तो रमणीय ठाउँमा आइसक्यो है, यस्तो मजा आएको छ। दुई साइड यतापट्टि मकै गाडी थियो, उता पछाडिको झन् भ्यू नै देखाउन बिर्स्यो। दुईपट्टि तरकारीहरू रोपेको थियो, बिचमा एउटा सही बाटो छ कि। अब तपाईँहरूलाई टाइम पाए बेला यता घुम्न आउनु होइन रूपक ब्रो। यहाँ घुम्नलाई भनेको यस्तो राम्रो ठाउँ रहेछ नि होइन। अब हामी चाहिँ आज खेल्न आएको, त्यही भएर अब यहाँ घुमेर बसेनौँ, हामी चाहिँ लागिहाल्यो। नभए यहाँ घुम्नको लागि एकदम बवाल ठाउँ छ। हो ठिकै छ, यता साइडमा खोलाहरू रहेछ होइन। अब हामी यहाँ निक्लिन्छ, अब धेरै टाइम लाग्दैन, अब हामी पुग्नै थालिसक्यो। अब तपाईँहरू पनि यो हेर्दै गर्नु होला, हाम्रो म्याच नहेरिकन नजानु होला। अनि अब त्यही हो, अब यहाँ रमाइलो त भइरहेछ, त्यही पनि अब म्याच चाहिँ नहेरिकन नजानु होला होइन। आजको म्याच चाहिँ एकदम भव्य हुनेछ कि, दुइटै छ होइन, धेरै टिम चाहिँ छैन योपालि, 1v1 टिम हो त्यतिमै पनि। अब हाम्रो चाहिँ मेन चाहिँ अब हामी आज त्यही म्याच भन्नाले च्यालेन्ज जस्तोवाला म्याच हो कि, उनीहरूले हामीलाई, हामीले उनीहरूलाई दिएर त्यस्तो खालेको म्याच हो, हेर्नु होला लास्टसम्म। यो बोका त एकचोटि समात्दिनु कसलाई। अब एकछिनको रेस्ट पछि यहाँबाट अब हिँडेर जान सकेनन् रे केटाहरूले, अनि अटो होइन हो कि होइन भन्न रूपकै रिस यो रूपक दादा हिँड्न नसक्ने भने एउटा 1 तार नम्बर खुट्टा दुख्छ अरे। ल ठिकै छ, ल अब लाग्यो 20 मिनट लाग्ने हो, यति हो। ल यहाँबाट जम्मा 2 किलोमिटर रहेछ, हिँडेर जाँदा भइगयो भने। अब आइसक्यो हाम्रो, हामी ठ्याक्क स्कुटीबाट झर्दै हाम्रो एउटा साथीलाई लिएर आइसकेको छौँ। तपाईँ खाजा खानुपर्ने हो, म त खोइ खाँदिनँ। अब जान्छौँ हामी, अहिले पर्दैन, पानी भयो पुग्छ भनेर। त्यही पानी त त्यहाँ हुन्छ होला, त्यहाँ जान थाल्यो हामीले ल्याएको छौँ, बोतल चाहिँ छ, अब पानी हुन्छ त्यहाँ तल हुन्छ। ल एकजना अब हामी भेटिसक्यौँ, हामी हिँडेर अब उताबाट अलिकति गाडी चलाएको थियो, अनि खासमा आइपुग्यो। अब यो ड्रेसिङ रुम जस्तै भनौँ न हाम्रो। अनि यसैको साथ अब हाम्रो म्याच सुरु भइसकेको छ। यसैको साथ हाम्रो राजीव दाले ब्याटिङ गर्दै हुनुहुन्छ, अनि हाम्रो अरू साथी चाहिँ आउट भइसकेको छ, त्यसैले म पनि यही नम्बरमा छु। सो अब धेरै कुरा नगर्दै
यहाँ म्याच सुरु नहुँदै अब मैले 2 छक्का पड्काइसकेको छु यो दोस्रो छक्का गयो अब मेरै अब भोइस कभर गर्दै तपाईँहरूलाई थाहा छ के गरेर हाल्दैछु राजीव दाइले खेल्नुहुन्छ उहाँले पनि मलाई साथ दिनुभएको छ त्यसैले पनि म टिकिरहेको छु भन्नु मिल्छ किनभने त्योभन्दा अघि पनि हाम्रो टिम भएको थियो त्यहाँ पनि हाम्रो टिम राम्रो पर्फर्मेन्स थियो तर त्यही कारणवश हाम्रो यहाँ चाहिँ राम्रोसित पाइरहेको छ यही चाहियो नि त भाइ तिमीलाई ल भाइ छक्का छोडे छोडे कस्तो हाने चुप लाग्न अहिले पनाउँथे लाग्छ फुल खेल्ने अहिले के त अहिले होइन आवाज योचोटि छक्का चौका अम्लेसले त आज चाहिँ ल हाते अम्लेसले ल आज ऊ हान देखा फेरि ए गुडेर कस्तो यसले क्या मिल्ला आयो 3 बजे काम छ डाइरेक्ट ल ल यो पालि जित्यो 50 हान्दियो यार यसले फेरि छक्का ले यसलाई छोगा पालि भत्तै गर्नु पर्यो मलाई आउट यो आउट इसिन हाल्ने ओइ 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 ए सगुनले छोड्यो हेरेर बस कहाँ गयो आउट आउँछ ओ ए भएन यार चौका चौक ओइ लड्दिएर के ओइ दुईटा लड्दिएर आउँले फेरि आइस्टा क्या राम्रै भयो कगी यस्तो के टर्निङै नजाने ओइ कहाँ गयो म त खालि छक्का हाने मात्र देख्छु यार ओइ 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 कसले हाने क्याच गरे भन्दा